नमस्ते दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू सबैलाई मेरो घाप घाप किन युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरूका लागि एउटा विशेष कथा लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राखेको छु। अब लागौं कथातर्फ। आँखा ठूलो मान्छेको कथा। पृष्ठभूमि: यो आजभन्दा करिब 50 वर्ष अगाडिको कुरा हो। सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा पर्ने चिसोपानी गाउँको एउटा कुनामा एउटा गरिब परिवार बस्थ्यो। त्यो परिवारको एउटा अनौठो विशेषता थियो। घरका सबै सदस्यका आँखाहरू निकै ठूला ठूला थिए। उनीहरूको डरलाग्दो ऐना जस्ता आँखा देखेर गाउँलेहरू डराउँथे। कसैले उनीहरूलाई राक्षस भन्थे त कसैले मसान घाटको भूत। तर त्यो परिवार भने निकै शान्त र सहयोगी थियो। गाउँलेले जतिसुकै नराम्रो भने पनि उनीहरू कहिल्यै झगडा गर्दैनथे, बरु सबैलाई माया र आदर गर्थे। गाउँमा विपत्ति। एक दिन गाउँमा अचानक भीषण आगलागी भयो। हावाहुरीको मौसम भएकाले आगो निकै छिटो फैलियो र धेरै गाउँलेका घरहरू जलेर खरानी भए। मानिसहरू बिचल्लीमा परे। के खाने, कहाँ बस्ने भन्ने ठूलो चिन्ता पर्यो। त्यसै बेला त्यही आँखा ठूलो भएको परिवारको एकजना बलियो शरीर भएको सदस्य 2 बोरा चामल काँधमा बोकेर आयो। उसको डरलाग्दो रूप र ठूला आँखाहरू देखेर डराएका गाउँलेका बीचमा उसले बोरा बिसाउँदै भन्यो, तपाईहरू खाने कुराको चिन्ता नगर्नुहोस्, म हुँदासम्म कोही भोकै बस्नु पर्दैन। भोलिदेखि हामी सबै मिलेर जंगलमा काठ काट्न जानुपर्छ र नयाँ घरहरू बनाउनु पर्छ। गाउँलेहरू डराएका भए पनि उसको निस्वार्थ सहयोग देखेर सहमत भएर भने, हुन्छ, तपाईले जे भन्नुहुन्छ हामी त्यसै गर्नेछौं। जंगलको घटना: भोलिपल्ट बिहानै सबैजना हतियार बोकेर काठ काट्न जंगल गए। तर वनपालेले जंगलमा काठ काटिरहेको सुईँको पायो। वनपालेले 10 जना हतियारधारी प्रहरी लिएर निरीक्षणका लागि जंगलतिर हानियो। जब प्रहरी र वनपाले जंगल पुगे, काठ काटिरहेका गाउँलेहरू भागाभाग गरे। तर त्यो आँखा ठूलो भएको मान्छे भने आफ्नै धुनमा एकोहोरिएर रुख काटिरहेको थियो। साथीहरूले उसलाई भाग्नका लागि बोलाए, तर काममा मग्न भएकाले उसले सुनेन। प्रहरी र वनपाले बन्दुक ताक्दै बिस्तारै उसको पछाडि पुगे। वनपालेले साहस बटुलेर उसको काँधमा हात राख्यो र पक्राउ गर्न खोज्यो। तर जब त्यो मान्छे झसङ्ग भएर पछाडि फर्कियो, उसको त्यो अजङ्गको शरीर र राता राता ठूला आँखाहरू देख्ने बित्तिकै वनपाले डरले थरर काँपेर त्यही बेहोस भयो। साथमा आएका प्रहरीहरू पनि उसको त्यो भयानक रूप देखेर सातो गएपछि बन्दुक नै छाडेर भागाभाग गरे। अन्त्य: त्यो मान्छेले एक्लै काठ बोकेर गाउँ फर्कियो। गाउँमा हल्ला फैलिसकेको थियो कि आँखा ठूलो भएको मान्छेलाई त प्रहरीले पक्रेर लग्यो। गाउँलेहरू चिन्तित र अचम्मित थिए। तर जब उनीहरूले उसलाई काठको ठूलो मुढा बोकेर हाँस्दै गाउँ आएको देखे, सबैको मुख खुलाका खुलै भए। गाउँलेले सोधे, तपाईलाई त प्रहरीले समात्यो भनेको होइन र? उसले हाँस्दै जवाफ दियो, मलाई देख्ने बित्तिकै वनपाले त त्यही बेहोस भयो। ती प्रहरीहरू त डरले कता भागे पत्तै भएन। त्यसपछि गाउँलेहरूले बुझे कि बाहिरी रूप जस्तो भए पनि त्यो मान्छे उनीहरूको साँचो रक्षक र सहयोगी थियो। त्यस दिनदेखि गाउँलेहरूले उसलाई राक्षस भन्न छोडेर गाउँको दाइ भनेर सम्मान गर्न थाले। सबै मिलेर घरहरू बनाए र चिसोपानी गाउँमा फेरि खुसियाली छायो। निष्कर्ष: यो कथाले हामीलाई सिकाउँछ कि मानिसको पहिचान उसको रूपबाट होइन, उसको व्यवहार र अप्ठ्यारोमा गर्ने सहयोगबाट हुन्छ। तपाईलाई यो कथा राम्रो लाग्यो होला। यदि तपाईँ हाम्रो घाप घाप किन युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र यो भिडियोलाई लाइक अनि कमेन्ट पनि जरुर गर्नुहोला। हस्त नमस्ते, म अब बिदा लिन्छु। धन्यवाद।